पैसा चाहे धेरै होस् थोरै होस्, बस हामीसँग चाहिँ नि सानो सानो चिजमा खुसी खोज्नुपर्छ। हामीले एकैचोटि ठुलो चिजमा खुसी खोज्नुहुन्न क्या। तपाईँ सानो सानो चिजमा खुसी खोज्नु त यो बदलिन्छ टाइम। होइन हौ साथी हो, तपाईँहरूको विचारमा के लाग्छ? मैले पहिला नानीहरू स्कुल पढ्दा सुनेको थिएँ, नेपाले डाँडा उदासे पाखा मिरमिरे बिहानी लेखेर मेरो सक्दिनँ अब जीवनको कहानी भन्थे है। तर होइन जस्तो लाग्यो कि खास त यसो कुरो छ त। कहाँ हो छिटो हो, चिया सेलाइसक्यो। यो चट्टा छैन त सानुबा, के छ हौ आज? हामीहरू कता छौँ? नमस्कार हजुर, म आज तपाईँले भन्नुहुन्छ भनेदेखि म यहाँ सिलाउती किचनमा छु अथवा सिलाउटी रेस्टुरेन्ट रिसोर्ट। यो भन्नुहुन्छ भने सिलाउटी मनाउनु सक्नुहुन्छ। त्यतिजना तपाईँहरू दाजुभाइ कोही छ छिमेकी लिएर पनि मनाउनु सक्नुहुन्छ। यो एकदम राम्रो छ। तपाईँ जङ्गलको एकदम अनुभव छ। अनि तपाईँ यहाँनिर हेर्नु सक्नुहुन्छ, यो धुपीहरूको छ, सबै छ, उत्तिसको रुख छ, एकदम पहाडी इलाका जस्तो छ है। आएर तपाईँहरू टक्कसँगले नानीहरू स्कुल पढ्दा सुनेको थिएँ, नेपाले डाँडा उदासे पाखा मिरमिरे बिहानी लेखेर मेरो सक्दिनँ अब जीवनको कहानी भन्थे है। आउनुहोस् तपाईँहरू, यो नक्कु खोला भन्छ, नक्कु खोलाकै भिड। तर यहाँको थुप्रै मजाकै आनन्द आउँछ होइन। तपाईँ हरेक चिजमा तपाईँहरू यहाँनिर सेयर गर्नु। कहाँ हो छिटो हो, चिया सेलाइसक्यो। सेलाइसक्यो। जीवनको मजाले इन्टरभ्यू लिए भनेको त आवाजै पाएन हौ। सानुबाले आवाजै निकालेर त्यत्रो रिहर्सल गरियो, चट्टा छैन त सानुबा, के छ हौ आज? हामीहरू कता छौँ? नमस्कार हजुर, म आज तपाईँले भन्नुहुन्छ भनेदेखि म यहाँ सिलाउती किचनमा छु अथवा सिलाउटी रेस्टुरेन्ट रिसोर्ट। यो भन्नुहुन्छ भने सिलाउटी तपाईँको यो 5 थर सिलाउटी हो। यहाँनिर उहाँ हुनुहुन्छ मिस्टर मदन लिम्बू हसारा। हसारा चाहिँ किन भन्दाखेरि उहाँ हाम्रो हर्का साम्पाङको बेस्ट फ्रेन्ड हुनुहुन्छ क्या, त्यही भएर चाहिँ उहाँ एकदम मद्दतगार व्यक्ति पनि हुनुहुन्छ एकदम। उहाँलाई धर्मती भन्नु पनि खेरो जाँदैन होला मलाई त्यसो भन्दा, किनकि सबैको साथमा उहाँ मिलेर बस्नुहुन्छ, साथ दिनुहुन्छ है। उहाँको यो रिसोर्ट हो, लगभग यहाँ धेरै त छैन, यो 70-80 रोपनी जति जग्गा होला उहाँको। त्यहाँनिर उहाँले बनाउनु भएको छ। तपाईँहरू पनि यहाँ आउनुहोस्, एकदम फेसिलिटी चाहिँ एकदम छ। तपाईँहरू यहाँनिर कुनै तपाईँ बर्थडे ह्याप्पी बर्थडे मनाउनुहुन्छ, कुनै एकदम प्रोग्राम गर्नुहुन्छ, कुनै तपाईँले साथीभाइहरूलाई पार्टी दिनुहुन्छ, इङ्गेजको पार्टी गर्नुहुन्छ, यहाँनिर सबै ठिक हुन्छ। बुकिङ गर्दाखेरि पनि एकदम पाउनुहुन्छ। यहाँ लगभग धेरै त भन्नु सक्दिनँ, 300को हाराहारीमा पनि तपाईँहरूले यहाँ मनाउनु सक्नुहुन्छ। त्यतिजना तपाईँहरू दाजुभाइ कोही छ छिमेकी लिएर पनि मनाउनु सक्नुहुन्छ। यो एकदम राम्रो छ। तपाईँ जङ्गलको एकदम अनुभव छ। अनि तपाईँ यहाँनिर हेर्नु सक्नुहुन्छ, यो धुपीहरूको छ, सबै छ, उत्तिसको रुख छ, एकदम पहाडी इलाका जस्तो छ है। आएर तपाईँहरू टक्कसँगले यहाँ पिकनिक मनाउनुहोस्, मनाउनुहोस् है। एकदम यहाँ तपाईँहरू बस्दै आउनुभयो भने जस्तै यहाँ बस्नेको व्यवस्था छ, खानुको, सुत्ने, बस्ने, खाने, खेल्ने, रमाइलो। अझै यता माथितिर गयो भनेदेखि तपाईँहरू टेबल टेनिस पनि खेल्नु सक्नुहुन्छ। यहाँ तपाईँलाई स्विमिङ पनि लिन सक्नुहुन्छ, स्विमिङको मजा लिन सक्नुहुन्छ। यहाँ आउँदाखेरि नि हामीहरू यति चाहिँ तपाईँहरूलाई बिन्ती छ, एकदम 5 स्टार हाई क्वालिटीकोमा जानुहुन्छ भने पनि त्यस्तो पनि यहाँ तपाईँहरूले फिल गर्नु सक्नुहुन्छ। बस
तपाईँहरूसँग चाहिँ अब मसँग बजेट धेरै छ, म अर्कै ठाउँ जान्छु भन्नुहुन्छ भने त तपाईँको सोच हो। तर हामी मान्छेहरूले चाहिँ एकैचोटि पैसा धेरै छ एकदम भिआइपी ठाउँ खोज्छौँ, त्यो होइन। हामीलाई पैसा चाहे धेरै होस् थोरै होस्, बस हामीसँग चाहिँ नि सानो सानो चिजमा खुसी खोज्नुपर्छ। हामीले एकैचोटि ठुलो चिजमा खुसी खोज्नुहुन्न क्या। तपाईँ सानो सानो चिजमा खुसी खोज्नु त यो बदलिन्छ टाइम। होइन हौ साथी हो, तपाईँहरूको विचारमा के लाग्छ? मैले पहिला नानीहरू स्कुल पढ्दा सुनेको थिएँ, नेपाली डाँडा उदासे पाखा मिरमिरे बिहानी लेखेर मेरो सक्दिनँ अब जीवनको कहानी भन्थे है। तर भएन जस्तो लाग्यो कि खास त यस्तो कुरो छ त होइन। नेपालको डाँडा हरियो वन राजाको धनले, अहिलेको चुनाव के होला भन्दा सबैको गतिले, अझै हामीहरू दुःख कति पाउनु छ भन्छ जनताले। यस्तै हो र त होइन होला। तर एउटा कुरो चाहिँ म के भन्छु भने जे जस्तो पनि भइहाल्यो है। के गर्नु यस्तै छ। ल सक्यो, सबै सक्यो के सक्यो। सिलौटी रेस्टुरेन्टमा आएको छौँ हामीहरू। यो तपाईँहरू कहाँ हुनुहुन्छ भने एक्ज्याक्टली लोकेसन आउँदाखेरि चाहिँ यो नक्कुखोला आउनुहोस् तपाईँहरू। यो नक्कु खोला भन्छ, नक्कु खोलाकै डिलमा छ होइन। यो तपाईँहरूले यहाँबाट हेर्नु सक्नुहुन्छ, मनोरञ्जन गर्नु सक्नुहुन्छ है। अब यो हेर्नु त यो कस्तो राम्रो छ क्या एकदम। तपाईँ कस्तो चिजको मजा लिनुहुन्छ, कस्तो किसिमको कम्फोर्टेबल चाहनुहुन्छ त्यो अनुसारको सबै छ यहाँ है। तपाईँको डिमान्ड अनुसार, तपाईँले सोचे अनुसार सबै पाउनुहुन्छ यहाँनिर। यस्तो कार्यक्रम गर्ने भिआइपी जस्तो रुमहरू छन् होइन। तपाईँहरू बसेर मजा लिन सक्नुहुन्छ, तपाईँ सबै चिजको मजा लिन सक्नुहुन्छ। आनन्द क्या आनन्द। तपाईँ भन्नुहुन्छ नि कता कहाँ डाँडा कता कहाँ जान्छ, त्यो त आफ्नो ठाउँमा छ। तर यहाँको थुप्रै मजाकै आनन्द आउँछ होइन। तपाईँ हरेक चिजमा तपाईँहरू यहाँनिर सेयर गर्नु सक्नुहुन्छ। जस्तै आफ्नो साथीभाइहरूसँग आएर सेयर गर्नुहुन्छ तपाईँ यहाँनिर होइन। एकदम ल हेर्नु त यस्तो मजाको छ होइन। अनि यताबाट हेर्नुहोस् यो पाहाडीको यो सबै यो भैँसेपातीहरू हो होइन। अनि यहाँनिर छ यो नक्कु खोला, नक्कु खोलाको डिलमा छ होइन। उहाँले अहिले पुरै भइसकेर अहिले यहाँनिर यो बनाउनु हुँदैछ उहाँहरूले होइन। उहाँहरूले अहिले यो माछा पोखरी पनि बनाउनु हुँदैछ। माछा पहिला पाल्नु भएको थियो, त्यो पोहोरको बाढीले गर्दाखेरि यहाँनिर सबै छुट्टाएको छ। हिलोकै घर अहिले कम्प्लिटली बनाउनु सक्नु पनि जारी छ। कस्तो मजाले बनाउनु भएको छ त्यहाँनिर। यहाँबाट यसरी झर्ना तरिकाको पानी। तर उहाँले चाहिँ ट्राई चाहिँ गर्नुभएको चाहिँ के भन्दाखेरि ट्राउट माछा पालन गर्नुको लागि त्यसो गर्नुभएको थियो। तर ट्राउट माछालाई चाहिँ एकदम पाहाडी चाहिने हो होइन। त्यही भएर चाहिँ अनि अहिलेसम्म कोसिस चाहिँ छ। अब यहाँ कुन तरिकाको आनन्द जस्तो फुटबल खेल्ने, यो बच्चाको फुटबल खेल्ने भन्नुहुन्छ होइन, यो ठुलै मान्छेको फुटबल खेल्ने हो। यहाँ आनन्द मजा लिन सक्नुहुन्छ है। अब यहाँनिर यो पाहाडी हेर्नुहोस् त, यो भैँसेपातीहरू भयो होइन। त्यताबाट आउनुहुन्छ कि तपाईँ यो साइडबाट आउनुहुन्छ कि जतातताबाट आउनु सक्नुहुन्छ। तपाईँ आउँदाखेरि अहिले सबैको हातमा अब तपाईँको फ्राइडेदेखि तपाईँको सोच हुन्छ कि सटरडे कता जाउँ भन्ने। त सटरडेमा चाहिँ तपाईँहरू मर्निङको टाइममा गोजी गएर मोबाइल निकाल्नुहोस्। अहिलेको सबैको हातमा मोबाइल छ, गोजीमा मोबाइल बोक्नुहुन्छ होइन। एक क्लिक गर्नुहोस्, गुगलमा सर्च गर्नुहोस् अथवा अनि सिलौटी रिसोर्ट अथवा सिलौटी रेस्टुरेन्ट कता छ भनेर लोकेसन तपाईँहरूलाई बताइदिन्छ। ठ्याक्कै तपाईँहरू आउनुहुन्छ यहाँनिर मजै आनन्द छ क्या। तपाईँ अफिसमा काम गर्नुहुन्छ कि तपाईँ कुनै संस्थामा काम गर्नुहुन्छ, हप्तामा एकचोटि त छुट्टी हुन्छ नि। तपाईँ फ्यामिलीको साथ आउनुहोस्, आनन्द लिनुहोस्। यहाँ आउनुहोस्, तपाईँले सबै काम गरेको थकान दुखाइ सबै मेट्नुहुन्छ, बिर्सिनुहुन्छ। अब हेर्नुहोस् त यस्तो तपाईँले देख्नु भएको छ, यहाँ ढ्याङ्ग्रे सल्लाह पनि छ, यहाँ धुपीहरू छ, सबै राम्रो बनाउनु भएको छ है। यहाँ तपाईँ आनन्दै अर्कै लिनुहुन्छ। तर
एउटा कुरो चाहिँ के भन्दाखेरि उहाँको यो रेस्टुरेन्टको ओनरलाई भेट्नको लागि उहाँले खुद तपाईँले कल गरेर बोलाउनु भयो भनेदेखि उहाँ आइदिनु हुन्छ। त्यस्तो त्यो ठुलो मान्छे मान्नुहुन्न गर्नुहुन्न, तर उहाँ चाहिँ यसरी बसेर गफ गर्नु भने उहाँ तपाईँले एकल फोन गर्नुभयो भने उहाँ आइहाल्नुहुन्छ। उहाँ चाहिँ यहाँ बस्नुहुन्न, उहाँ चाहिँ अब उहाँको चाहिँ काममा स्टाफहरू सबै छन् होइन, एकदम राम्रोसँग तपाईँले लिन सक्नुहुन्छ मजाले है। यति भन्दै म चाहिँ के भन्न चाहन्छु भने तपाईँ अब कस्तो छ सोच अब अर्को कुरो बजेटको कुरो पनि है। तपाईँको हातमा कति बजेट छ र कति बजेटको के गर्न चाहनुहुन्छ भने सोच्नु भएको छ भने यहाँ आएर गर्दा हुन्छ। तपाईँ पार्टी प्यालेसमा भनेको अर्कै आनन्द हुन्छ। यो भनेको चाहिँ तपाईँले बिहे भोज पनि यहाँ पाउँछु भन्दाखेरि पनि तपाईँले 250 देखि 300जनासम्मको चाहिँ यहाँनिर चाहिँ सकिन्छ। त्यति चाहिँ यहाँ चाहिँ ठुलो ठाउँ छ क्या, तपाईँको हरेक चिजको ठाउँ छ, हरेक चिजको ठाउँ। तपाईँहरू बस एकचोटि आएर यहाँनिर मजा लिनुहोस्, इन्जोय लिनुहोस् आफ्नो परिवारको साथ। यति भन्दै म नमस्ते बिदा चाहन्छु। यहाँबाट